Namaste, this is Prerna vlog. म प्रेरणाको मम्मी अनि आजको मौसम हेर्नुहोस् बाहिर हावापानी तपाईँहरूकोतिर के कस्तो छ। आज म घरभित्रैदेखि भ्लग स्टार्ट गरेको। बाहिर हिँड्नु सकिनँ, जानु सकिनँ, पानी त्यसरी आउँछ। कतिखेर अलिअलि बिदा हुने, कतिखेर चालु हुने भइरहेछ। खेतै कुहिरो लाग्यो जस्तो हो। अहिले अलिक कम भएछ पानी। असार साउनमा चाहिँ खेत रोप्ने बेलामा चाहिँ पानी जम्मा होस्। मेरो सासू ससुरा हुनुहुन्छ। अहिले अलि बिदो भएछ, अलिक कम भएछ। गाइस फेरि पानी तन्कियो ल, पानी गयो नि, यसरी तन्कियो पानी। बिहानदेखिबाट नन स्टप पानी आइरहेको छ। चैतको महिनामा पनि यस्तो पानी आइरहेको छ। चुलामा पनि बाढी आयो ल, हेर्नु घर अगाडिको चुला। घर अगाडिको चुला। प्रेरणाको बाबा यहाँ सुत्नु भएको छ। के भयो बुढा? अति लाज लाग्छ मेरो बुढालाई फेरि भिडियो गर न भनेपछि। यस्तो भयो त मौसम, जाडो भएछ, कपडा गरेर सुत्ने जस्तो दिन भइरहेछ। हेर्नुहोस् गाइस, बिहानको भ्यू हेर्नुभयो के अरे अबको भ्यू हेर्नु कस्तो भएछ। छक्क उज्यालो डाँडा काँडा देखिन्छ। आज पढ्न लागिसक्यो। म पनि भर्खरै बजारदेखि आएको। अब खानासाना बनाउँदै हुनुहुन्छ प्रेरणाको बाबाले। मजा हेर्यो भ्लगको एन्ड गर्नलाई। खाना बनाउँदै हुनुहुन्छ प्रेरणाको बाबा। के बनाउनु लाग्यो बुढो? माछा बनाउनु लानुभयो। कति माया गर्नुहुन्छ मेरो बुढाले। बिहानै साँझै खाना बनाइदिनुहुन्छ। 10-15 दिनको छुट्टीमा आउनुभएको इन्डियादेखि। ल ल सिकाइदिन्छु हजुरलाई। आमाले नि भ्लग बनाउने गऱ्यो, अब आमालाई नि सिकाइदिनु पर्यो।
मेरो सासू ससुरा हेर्नुहुन्छ, बाले मोबाइल हेर्नुहुन्छ। के ल ल अब एकैछिन घुमाउँछु। बाटो अब एन्ड गर्ने बेला भयो। अब एकछिन खानासाना पाकेपछि खाएर अनि फेरि भेटौँला नेक्स्ट भ्लगमा। अहिलेलाई यति नै। बाई गाई।